अहिले केपी ओली भन्दा फेरि प्रचण्ड चाहिँ नि लाई चाहिँ नि के चढेको हो, सनक चढेको हो होइन। तपाईँको नजिक बसेर काम गरेको मान्छे हो म। 17,500 को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो तपाईँले? एउटा कुरो, 50,000 मान्छे आज घाइते छन्, त्यसको हिसाब किताब कसले गर्ने? खरबौँका सम्पत्ति बमबार्डिङले उडाउनु भयो तपाईँले त्यतिखेर। तपाईँले दुबईमा लगेको, तपाईँको छोराले लगेर 2600 करोड रुपियाँ पैसाको हिसाब किताब कसले दिने? तपाईँले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नु भएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरूका बिहा 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारवाही गर्ने तपाईँ, अरूलाई रक्सी खायो भनेर भाटे कारवाही गर्ने। आज तपाईँका घरमा गएर अहिले खोलेर निकाल्नु भने 1 करोडका रक्सी छन्। दरबार हतियार काण्डको कुरो निकाल्दै गर्दाखेरि तपाईँले आफ्नो छोराको हत्याको पत्ता लाउनु भयो। अहिले 18-20 वर्षसम्म कसका भेडा बाख्रा हेर्न जानुभएको थियो तपाईँहरू? किन के हेरेर बस्नु भएको थियो? तपाईँहरूकै डिजाइनमा राज दरबारको वंशनाश गरियो तपाईँहरू। अनि त्यहाँबाट अहिले आएर राजालाई दोष लाउने, बोलिदिने मान्छे छैन भनेर नहेप्नुहोस्। राष्ट्रवादी शक्ति र गणतन्त्रवादी बीचमा गृह युद्ध हुँदैछ। गृह युद्धको लागि तपाईँहरूले यो वातावरण बनाउनु हुँदैछ। सबै अब राजन दाईहरू, हामी धवल शमशेर दाईदेखि लिएर राष्ट्रवादी शक्ति केशरबहादुर विष्ट सबैसँग हामी बसेर हामी सल्लाह गर्छौँ। सल्लाह गरेर हामी के गर्छौँ भन्दाखेरि एउटा विज्ञप्ति निकाल्छौँ। विज्ञप्ति निकालेर संयुक्त रूपमा हामी जान्छौँ। अहिले यो 5 दिनमा धेरै कुराहरू मिलिसकेको छ। यिनै जनताले फुलको माला लगाएको, यिनीले अब मुख छाड्छन्, जुत्ताको माला हान्छन् भने त अब हामीले के गर्ने? अस्ति झापा जाँदा आफू जन्मेकै ठाउँमा ढुङ्गाले हानेर खेदेँ, जाने ठाउँ कहीँ छैन। अब के तलाउनु भनेको? अब मलाई पक्रेर लाने होला, लैजाउँ न त म गइहाल्छु। अब जुत्ता मात्रै हान्ने होइन कि। तपाईँलाई म एउटा कुरा के भनिदिन्छु भने, कसैले यहाँ टाउको काट्छु भने राजाको टाउको काटिन्छ साथी हो। त्यस्ता कुरा